गुड मर्निङ सबैजनालाई। हेर्नुहोस् त हाम्रो यहाँ गान्तोकमा चाहिँ अप्रिल लागिसक्यो। लुगा देखेर थाहा पाउनु भएन है। चिसो घाम लागेमा त हल्का गरम हुन्छ। गान्तोक हालत चाहिँ यस्तो चाहिँ आज वेदर पनि राम्रो छैन हो। यस्तो भइसकेको छ चिसो चिसो। यसलाई अप्रिल भन्नु कि यसलाई डिसेम्बर भन्नु है। यस्तो चिसो छ। यो अस्ति डिसेम्बरमा आउनु भुलेको हाम्रो यहाँको वेदरहरू एकदमै चिसो। अन्त पानी हिँड्दै हिँड्दा पानी पर्छ। त्यसले गर्दाखेरि यता हामी चाहिँ यहाँ म चाहिँ यहीँ एक्सर्साइज गर्छु हो। यो यसको छप्परको मुनिपट्टि। त्यसले गर्दा यहीँ ठिकै लाग्छ। पानी परेमा ओत लाग्ने जग्गा छ हो। यहाँदेखि मुनि चाहिँ म बस्छु है। अनि अस्ति मैले भिडियो हालेको थिएँ र टोइलेटहरू गनाएँ भन्ने विषयमा। आज चाहिँ फाइनली त्यहाँ टोइलेट बनिँदो रहेछ है। खुसी लाग्यो त्यहाँनिर 4टा टोइलेट। अनिखेरमा गाडीमा ओसार्दैछ पानीहरू हो। त्यस्तो गऱ्यो भने चाहिँ राम्रो नि। बिचरा त्यो मजदुरहरूलाई पनि टोइलेट हुन्छ है। अन्त अस्ति आएर भिडियो हालेको त्यो भिडियोले काम गरेँ चाहिँ राम्रो भएछ है। त्यो मैले कसैलाई नराम्रो भनेको खोजेको होइन। तर टोइलेट भन्ने कुरा चाहिँ हुनुपर्छ। यत्रोजना झन्डै त्यहाँ 80-90 जना जस्तो मजदुरहरू ल टोइलेट नभएको चाहिँ उनीहरूले कहाँ चाहिँ गरोस् है। त्यसले गर्दाखेरि चाहिँ मैले अरू भिडियो बनाइदिएको थिएँ है। गुड पानी परिहाल्छ है। दुध किन्नु गएको होइन। ऊ पर हिँडेर आयो कि ऊ पर हिँडेर आउँदैछ। ऊ पर एउटा ट्याङ्की देखेँ कि के गरेको भन्दा टोइलेटको लागि पानी ओसार्दैछु कि। अस्ति आएर भिडियो बनाइदिएको कि टोइलेट नभएर अहिले 4टा टोइलेट बनिँदो रहेछ। ऊ पर्छ नि उपर यो उपर वाइटरको उन्दुपट्टि छ नि कि त्यो मजदुरहरू काम गर्दैन त्यहाँनिर बनाउँदै रहेछ। अन्त पानीहरू ट्याङ्कीमा मतलब हाल्दैछ। 2टा ट्याङ्की ठुल्ठुलो छ। त्यसो गर्नु राम्रो नि। अब उतालाई कस्तो मुद्दामा ज्या छ फर्स्ट गर्नु टोइलेट बनाएको टोइलेट माटो टेस्ट गरेको रहेछ त्यहाँ चाहिँ बादमा बनाउँछ कि त अहिले चाहिँ त्यो काम गरेर टोइलेट बनाउँदैछ। दुध किन्नु गएको ल ओके। वेदर चाहिँ हेरिहेर्नुहोस् यस्तो चिसो छ हो। अन्त फर्क्यौँ फेरि पानी चाहिँ रहेछ। पानी चाहिँ रहेछ। होस् जान्दिनँ यतै एक्सर्साइज गर्छु। धेरै जस्तो मान्छेहरू चाहिँ छाता बोकेर हिँड्दैछ बिचराहरू। म पनि जान्छु होला। सबैजना छाता बोकेर वक आइरहेको छ। टोइलेट हो ल यहाँ टोइलेट बनिँदै रहेछ है। अब त भइहाल्यो गर्ने जग्गा सजिलो काम लागेछ। ए पानी पर्नु थाल्यो नि। अब कि जानु अल्छी लाग्यो। सिमसिम आउनु थाल्यो। दाजु कहाँ लाग्यो कहाँ हुनुहुन्छ?